हेलो नमस्ते गाइज वेलकम ब्याक टु अ न्यू ब्लग। आज हाम्रो स्कुलको वेलकम प्रोग्राम हो। हामी आएका छौँ अहिले के भन्छ एकाडेमी हल, नेपाल एकाडेमी हल, सरी। अनि हामी घरबाट निस्किने बित्तिकै पानी पर्न थाल्यो के। हेर्न के कस्तो कपाल भिजिसक्यो पुरै। यहाँ नयाँ साथीहरू बनाएको छु मैले। युवराज, उसको नाम युवराज हो। कपाल खतरा देखिरहेको उहाँको नाम राशि हो। उहाँले नै भन्नुभयो मलाई ब्लग बनाउन, मलाई याद थिएन। अहिले फेरि ब्लग आउँदैन थियो के। प्लिज हेलो गरिदिनुहोस्। अहिले हेलो गर न, गोली गर्ने हो फेरि। पानीले पनि वेलकम गर्यो है। इन्डियाको आन्दोलन भोपाल टियर ग्यास नै फालिदिरहेको छ नि। अनि टियर ग्यासको काम छैन क्या, एक्सपायर टियर ग्यास युज गरिरहेछन्। अनि के भन्छ भने एउटा चाहिँ होइन फर्स्ट टाइम टियर ग्यासका एक्सपिरियन्स गर्न मिला ओए अनि ब्यारिकेड नै चोरिदिरहेछन् कस्तो। सो गाइज हामी आज यहाँ इन्टरभ्यू लिँदैछौँ उहाँको। मसँग एउटा क्वेसन छ, युआर गे अर गेमर? तिमीसँग युआर गे अर अ गेमर? होइन, दुईटा मात्र अप्सन छ कि, एउटा मान्छे दुईटा मात्र अप्सन छ। सो गाइज यहाँ खानासाना खाएर भ्याइसकेका छौँ। अनि अब एकछिनमा हामी त्यहाँ के भन्छ जहाँ प्रोग्राम हुन्छ त्यतातिर जान्छौँ। हामी यहाँ एकदम माथि आइसकेका छौँ। वादियों में के भन्छ है, वादियों में के भन्छ? त्यहाँ दुईजना चढ्न नसकेर अनि तलै बसिरहेछन्। हामी यहाँ हलमा आइसकेका छौँ। अहिले एकछिनमा सुरु हुन्छ अनि राधे समाल नै आउनवाला छ जस्तो हामीले सुनेका छौँ इन्स्टाग्राममा। आयो भने के नै गर्ने हो, फोटो पाउने होइन एउटा नि। अनि एकदम स्ट्रिक्ट रुल्सहरू हामीलाई भनेको छ कि नकराउने भनेर। तर गाइज अहिले सुरु हुन लाग्छ वेलकम प्रोग्राम। यस्तो चस्मामा कहिले भिडियो बनाएको छैन। सो चस्मा कस्तो देख्दैछु भनेर भन्नु होला कमेन्टमा। सशक्त फोर्स फेरि रेस्पोन्सिबिलिटीका साथ आउँछ, त्यत्तिकै आउँदैन, उत्तरदायित्वको साथ आउँछ।
this much for today. Bye bye guys, thanks for watching.